र यसै गरी अर्को छ औसत उत्पादन एभरेज प्रोडक्सन। कुल उत्पादन परिमाणलाई उत्पादनका परिवर्तनशील साधनहरूको मात्राले अर्थात् भेरिएबल रिसोर्सेसले भाग गर्दा निस्किने उत्पादनको इकाइलाई औसत उत्पादन भनिन्छ। यसलाई प्रति इकाइ साधनको उत्पादन पनि भनिन्छ। औसत उत्पादन कहिल्यै शून्य वा ऋणात्मक हुँदैन। जस्तै AP = TP/N, जहाँ AP भनेको एभरेज प्रोडक्सन, TP भनेको टोटल प्रोडक्सन र N भनेको नम्बर अफ लेबर हो। र यसै गरी तेस्रो छ सीमान्त उत्पादन मार्जिनल प्रोडक्सन। परिवर्तनशील साधनको अतिरिक्त एक थप इकाइ वृद्धि गर्दा कुल उत्पादनमा थप हुने उत्पादनको मात्रालाई सीमान्त उत्पादन भनिन्छ। यसलाई कुल उत्पादनमा भएको परिवर्तन र साधनको इकाइमा भएको परिवर्तन बीचको अनुपातको रूपमा लिन सकिन्छ। सीमान्त उत्पादन धनात्मक, शून्य तथा ऋणात्मक अर्थात् पोजिटिभ, 0 र नेगेटिभ पनि हुन सक्छ। यसलाई निम्न सूत्रद्वारा यस प्रकारले व्यक्त गर्न सकिन्छ। जस्तै MP = ΔTP/ΔN, जहाँ MP भनेको मार्जिनल प्रोडक्सन, ΔTP भनेको चेन्ज इन टोटल प्रोडक्सन, ΔN भनेको चेन्ज इन लेबर हो। कुल उत्पादन, सीमान्त उत्पादन र औसत उत्पादनलाई तालिकाबाट पनि यसरी देखाउन सकिन्छ। प्रस्तुत तालिका अनुसार यदि उत्पादनको साधनको पहिलो इकाइ प्रयोग गर्दा सीमान्त उत्पादन 10, औसत उत्पादन 10 र कुल उत्पादन पनि 10 नै हुन्छ। यसै गरी उत्पादनको साधनको दोस्रो र तेस्रो इकाइ प्रयोग गर्दा सीमान्त उत्पादन 20 र 30 हुन्छ, औसत उत्पादन 15 र 20 हुन्छ र कुल उत्पादन 30 र 60 हुन्छ, जुन पहिलाको तुलनामा बढी हो। यसै गरी उत्पादनको चौथो र पाँचौं इकाइको प्रयोग गर्दा सीमान्त उत्पादन 20 र 10 हुन्छ, औसत उत्पादन 20 र 18 हुन्छ र कुल उत्पादन 80 र 90 हुन्छ। यसै गरी उत्पादनको साधनको छैठौं इकाइ प्रयोग गर्दा कुल उत्पादन 90 र औसत उत्पादन 15 हुँदा सीमान्त उत्पादन 0 हुन्छ। तर पनि उत्पादन रोकिएन भने उत्पादनको सातौं इकाइ प्रयोग गर्दा औसत उत्पादन 11.4 र सीमान्त उत्पादन -10 हुन पुगेको छ। अर्थात् उत्पादनको साधन वृद्धि हुँदै जाँदा कुल उत्पादन घट्दो दरमा वृद्धि हुन्छ र औसत उत्पादन सुरुमा वृद्धि हुन्छ र एक निश्चित बिन्दुमा पुगेर बिस्तारै घट्दै जान्छ। र यसै गरी सीमान्त उत्पादन पनि सुरुमा वृद्धि हुँदै जान्छ र एक निश्चित बिन्दुमा पुगेर घट्न सुरु गर्छ र शून्य हुन्छ। तर पनि उत्पादन रोकिएन भने सीमान्त उत्पादन ऋणात्मक हुन्छ। प्रस्तुत तालिकाको प्रयोग गरी यस अवधारणालाई रेखाचित्रद्वारा पनि यसरी देखाउन सकिन्छ। प्रस्तुत रेखाचित्र अनुसार TP रेखा टोटल प्रोडक्सन, AP रेखा एभरेज प्रोडक्सन र MP रेखा मार्जिनल प्रोडक्सन हो। यहाँ टोटल प्रोडक्सन उत्पादनको साधनको 1, 2, 3 र 4 इकाइको प्रयोग गर्दा वृद्धि हुँदै गएको छ र 5 र 6 इकाइको प्रयोग गर्दा स्थिर भएको छ र 7औं इकाइको प्रयोग गर्दा घटेको देखिन्छ। यसै गरी एभरेज प्रोडक्सन उत्पादनको साधनको 1, 2 इकाइ प्रयोग गर्दा वृद्धि भएको देखिन्छ र 3 र 4 इकाइको प्रयोग गर्दा स्थिर भएको देखिन्छ। त्यसपछि 5 र 6 र 7 इकाइ प्रयोग गर्दा बिस्तारै घट्दै गएको देखिन्छ। र मार्जिनल प्रोडक्सन उत्पादनको साधनको 1, 2 र 3 इकाइको प्रयोग गर्दा वृद्धि भएको देखिन्छ र आफ्नो उच्चतम बिन्दु सीमा पुगेको छ र 4, 5 र 6 इकाइको प्रयोग गर्दा उत्पादन घट्दै गएर शून्य पुगेको छ र 7औं इकाइको प्रयोग गर्दा ऋणात्मक भएको छ।